नमस्ते। आज हामीहरू थ्योरोलाइटको केही इम्पोर्टेन्ट टर्म्सहरू हेर्नेछौँ। जस्तै 1 नम्बरमा लाइन अफ साइड, 2 नम्बरमा लाइन अफ कोलिमेसन, एक्सिस अफ टेलिस्कोप, है। फर्स्टमा हामी हेरौँ लाइन अफ टेलिस्कोप, लाइन अफ साइड। लाइन अफ साइडमा के हेरौँ भने हामी जस्तै यो हाम्रो टेलिस्कोप छ। यो के भने डायफ्राम, यो के छ भने आइपिस, यो के छ भने अब्जेक्टिभ लेन्स है। र यहाँ के हुन्छ क्रस हेयर, यहाँ बिचमा क्रस हेयर हुन्छ र यो क्रस हेयरदेखि यहाँ अब्जेक्ट लेन्सको सेन्टरसम्म हुन्छ। त्यसलाई नै के भन्छ लाइन अफ साइड। लाइन अफ साइड कस्तो हुन्छ, मानौँ कि यहाँ एउटा वाल छ, हामी यहाँहरू टेलिस्कोप गर्दैछौँ भने यो टपमा हेर्दा पनि लाइन अफ साइड हुन्छ, बटममा पनि लाइन अफ साइड हुन्छ, मिडलमा पनि लाइन अफ साइड हुन्छ हेर्दा। फर्स्ट पोइन्ट यो बुझ्नु होला। अब यसको थ्योरी हेर्दा के हुन्छ भने the imaginary straight line passing through the optical center of the objective lens and intersection of the क्रस हेयर। यो के भयो भने यहाँ यो बिचवालाई के भन्छ क्रस हेयर र यसलाई के भन्छ लाइन अफ साइड। intersection of the cross hair to the object is called line of sight. Line of sight यो के हुन्छ डाउनवर्ड पनि, डाउनवर्ड or upward, inclined पनि हुन सक्छ। र अर्को पोइन्ट छ हाम्रो लाइन अफ कोलिमेसन। लाइन अफ कोलिमेसन है। हामी यसलाई पिक्चरबाट बुझौँ। यो हाम्रो टेलिस्कोप, यहाँ टेलिस्कोप, यसलाई के भन्छ भन्ने अब्जेक्टिभ लेन्स, यसलाई आइपिस,
यो भित्रलाई क्रस हेयर लाई के भन्छ है यो यसलाई भनिन्छ लाइन अफ कोलिमेसन। मानौँ कि हाम्रो इन्स्ट्रुमेन्ट लेभल छ पुरै सेन्टरमा छ र यहाँ हामी बबल ट्युब सेन्टरमा छ। यो हो बबल ट्युब सेन्टरमा छ र यो के हुनुपर्छ होरिजेन्टल छ भने यसलाई के भन्छ लाइन अफ कोलिमेसन। यसको डिफिनिसन हेरौँ। द इमेजिनरी line joining the intersection of the objective lens and extended toward the object is called the line of collimation है। र यो के हुनुपर्छ भने होरिजेन्टल हुनुपर्छ। होरिजेन्टल किन हुनुपर्छ भने यो हामी सिधा गर्दा बबल सेन्टरमा हुन्छ, तर लाइन अफ साइडमा के हुन्छ यो डाउन पनि हुन्छ अपवर्ड पनि हुन्छ इन्क्लाइन्ड हुन्छ। यसलाई बबल के हुन्छ मुभमेन्ट त अलिकति हुन्छ, त्यसैले योमा सेन्टरमा हुँदैन है। अब एक्सिस अफ टेलिस्कोप थर्डमा हेर्छौँ हामी। एक्सिस अफ टेलिस्कोप है। एक्सिस अफ टेलिस्कोपमा के हुन्छ भने मानौँ कि यो हाम्रो टेलिस्कोप छ, यो अब्जेक्टिभ लेन्स छ, यो आइपिस हैन। र यसलाई के भन्छ क्रस हेयर। आइपिसदेखि लिएर एकैचोटि अब्जेक्ट लेन्ससम्म हुन्छ भने यसलाई के भन्छ एक्सिस अफ टेलिस्कोप है। र अब हामी योमा अलि र यसलाई के भन्छ भने एउटा TRU टेन्सन एक्सिस है, बुझौँ। र योमा के हुन्छ द इमेजिनरी लाइन passing through the center of the zone or horizontal axis about which the telescope rotate in the vertical plane that is called the axis of telescope यो हो। त्यसपछि एउटा नोटमा हामी भनौँ, नोटमा लेखौँ कि फर अ करेक्टली एडजस्टमेन्ट अफ टेलिस्कोप भएपछि है
थेरोलाइट हुन्छ भने के हुन्छ भने लाइन अफ कोलिमेसन parallel to axis of telescope है यो कमेन्ट parallel to the axis of telescope। मलाई लाग्छ कि हजुरहरू बुझ्नु भएको होला। डिप्लीमा अलि पिक्चर पनि छ र यसको थियोरिटिकल पनि छ र लाइक एन्ड सब्सक्राइब गर्नु होला। यदि टिकटकमा हेर्नुहुन्छ भने फलो गर्नु होला र युट्युबमा पनि यो भिडियो हाल्छु भने सब्सक्राइब गर्नुहुन। आजको लागि धन्यवाद। भोलि हामी डिफाइन टेलिस्कोप पढ्नेछौँ। डिफाइन थेरोलाइट एन्ड थेरोलाइटको दे आर 2 टाइप्स अफ थेरोलाइट त्यो पढ्नेछौँ अलि र उसको डिफरेन्स बिट्विन पढ्नेछौँ। ल आजको लागि धन्यवाद।